सो हेलो गाइज, वेलकम ब्याक माइ भिडियो है। सो हामीले पनि स्टार्ट गरिसकेको थियौँ रिस्क लिएर है। त्यो चाहिँ आफ्नै रिस्कमा गर्नुपर्ने हुन्छ। सो हामीले चाहिँ 1000 को प्लान लिएको थियौँ। हेर्न सक्नुहुन्छ हामीले अहिले चाहिँ 106 रुपियाँ भइसकेको छ। हाम्रो 17 घण्टा हामीले सञ्चालन गरेको भयो है। त यसमा एउटा मेन कुरो के छ भन्दाखेरि यो सब एपहरू तपाईँले आफ्नो रिस्कमा गर्नुपर्ने हुन्छ। यसमा तपाईँकै रिस्क हुन्छ र कम्पनी कहिले भाग्छ के भाग्छ यो मैले भनिरहेकै हो कि कम्पनीले भाग्छ स्क्याम गर्छ। यदि हजुरलाई गर्ने मन छ भने पनि आफ्नो रिस्कमा गर्नु। कम्पनीले फिक्स स्क्याम गर्छ, कहिले गर्छ त्यो मलाई थाहा छैन, तर एक दिन फिक्स गर्छ। सो गर्ने भए पनि आफ्नै रिस्कमा गर्नु होला। कसैलाई म कर गर्दैन र गर्नु पनि पर्ने जरुरत छैन। यदि तपाईँ गर्न सक्नुहुन्छ भने गर्नु, नत्र नगर्दा नि हुन्छ। हेर्नुस् 2-4 दिन बुझ्नुस्, रहने जस्तो भयो भने कम्पनी इन्भेस्ट गर्नु होला, नत्र नगर्दा नि हुन्छ। र रह्यो मेरो इन्कम हेर्न सक्नुहुन्छ, मेरो टोटल इन्कम 1600 छ र 1435 मेरो ब्यालेन्स छ है। सो विड्रो गर्नलाई चाहिँ अहिले एकछिनमा हुन्छ है, 10 बजेदेखि 5 बजेसम्म। अनि एउटा मेन कुरो चाहिँ के हो भन्दाखेरि जति मान्छेले पनि यसमा इन्भेस्ट गर्नुहुन्छ त्यो 10 AM देखि 5 PM को बिचमा गर्नु होला। चाहे त्यो इन्भेस्ट होस्, डिपोजिट होस् या विड्रो होस्। 10 AM देखि 5 PM योभन्दा बाहिर गरेमा तपाईँको पैसा अड्किने अनि पैसा नआउने जस्तो प्रब्लमहरू देखिन्छ। सो यो कुरालाई पनि मध्यनजर गर्नु होला। म लास्टचोटि भन्दैछु कि तपाईँले यसमा गर्नैपर्छ भन्ने छैन। तपाईँको इच्छा हो, तपाईँको मन हो, इन्भेस्ट गर्न चाहनुहुन्छ भने गर्नु। कम्पनी यो काममा पनि रजिस्टर छैन, मैले पहिलो भिडियोमा भनिसकेको हो। मेरो पहिलो भिडियो हेर्न सक्नुहुन्छ युट्युबको है। अनि यसमा मैले कर चाहिँ गर्दिनँ, अब तपाईँको इच्छा हो। अनि पैसा चाहिँ कसरी आउँछ भन्दाखेरि एउटा चाहिँ यो चेक इन है, हेर्न सक्नुहुन्छ। चेक इनमा चाहिँ यस्तै गरेर चेक इन गर्नुहोस् भन्ने अप्सनमा क्लिक गऱ्यो भने हुन्छ। मैले 30 रुपियाँ चाहिँ डेली लिइसकेको छु है चेक इनबाट। अनि अर्को चाहिँ ट्रेजर बक्स भनेको थिएँ मैले, यो रह्यो ट्रेजर बक्स। यसमा क्लिक गर्नु होला। कोड अफिसियली टेलिग्राममा आउँछ, यो टेलिग्राम च्यानलमा गएर हेर्न सक्नुहुन्छ कि मेरो टिकटकमा पनि हेर्न सक्नुहुन्छ। जस्तै यसमा कोड हानेर दाबी गर्नुहोस् भनेपछि तपाईँले 10 देखि 25 रुपियाँको बिचमा जति पनि पर्छ। जस्तै हेर्नुहोस् 15, 20, 26 परेछ कसैलाई। सो यो त यसको मेन कुरो थियो। तपाईँहरूलाई यही भन्नु थियो कि तपाईँहरूले गरे पनि आफ्नो रिस्कमा गर्नुहोस्। मैले गरेँ भन्दैमा नगर्नु। मैले त हजुरहरूलाई बुझाउनको लागि गरेको थिएँ कि इन्कम हुन्छ कि नै भनेर। मेरो पहिलो भिडियो हेर्नुहोस्, पहिलो भिडियोमा मैले भनेकै छु कि नगर्नु। र सेकेन्ड भिडियोमा मैले हजुरहरूलाई बुझाउन देखाउनको लागि मैले इन्भेस्ट गरेको 800 रुपियाँ, ठिक छ। र यही यो कुरो तपाईँहरूलाई यदि गर्न चाहनुहुन्छ भने आफ्नो रिस्कमा गर्नु होला। र भिडियो राम्रो लागेमा लाइक, सेयर एन्ड सब्सक्राइब पनि गरिदिनु होला है। अनि भिडियोको चाहिँ भिडियो अहिले आउँछ ठ्याक्क 4 बजे 5 बजेतिर। सो त्यसमा नि माया देखाइदिनु होला।